सबैजनालाई जय मसीह नमस्ते। हामीहरू भजन नम्बर 98 नम्बर गाएर गीतहरू गाउँदै अनि यो बर्थडे कार्यक्रमको अगाडि बढाउनेछौँ। सुरुको प्रार्थना गर्दैछौँ अनि यो समयको लागि उहाँलाई धन्यवाद गर्दै यो समयलाई फेरि अगाडि बढाउनेछौँ।
अनि आँखा चिनेर धन्यवाद दिनेछु यो यस बेलाको लागि धन्यवाद दिन्छु प्रभु। यस समयलाई आज हामीलाई ल्याउनुभयो तपाईँको अनुग्रहमा, तपाईँको विशेष समयमा, तपाईँको योजनामा यसरी छोरीहरूको बर्थडेमा हामी सबैजना भेला भएका छौँ। अनि सानो थियो उनीहरू अहिले तपाईँको अनुग्रहमा यति ठुलो भएको छ। यसको लागि आज हामी खुसी मनाउँदै उहाँको बर्थडेमा आएका छौँ। आज हामी प्रत्येकै फेरि पनि तपाईँले सुन्नुहोस्, प्रत्येकलाई फेरि पनि जो जो आउनु हुँदैछ उहाँहरूलाई पनि तपाईँले राख्नुहोस् प्रभु। अनि सबैसँग उहाँलाई ल्याउनुहोस्। अनि हामी यस कार्यक्रमलाई प्रभु तपाईँको पनि हातमा राख्छु प्रभु, यस प्रभुको नाममा। हामी 291 नम्बर भजन गाउँदैछौँ एउटा।
जानेछौँ। जानुपर्छ त अझै छ। गर्मी लागेको हामी सूर्योदयदेखि सूर्यास्तसम्म भन्ने कोरस 34-35 जानेछौँ। Bye.
विशेष समयमा फेरि पनि उहाँले आज हाम्रो कुराहरू अझै नै सुन्नुहुनेछ। उहाँ हाम्रो छोरीहरूलाई अझै नै आशिष दिनुहुनेछ विश्वास गर्दछु प्रभु। अनि हामीले चढाएको हरेक स्तुति प्रशंसा अनि आराधना भक्ति आदर चढाउँदछु एकमात्र प्रभु यीशु ख्रीष्टको नाममा। वचनको भागमा चाहिँ यस वचनको भागमा चाहिँ म मेरो मम्मी दिन चाहन्छु। सबैजना ताली बजाएर फेरि पनि परमेश्वरलाई सुन्दर दिन धन्यवाद दिँदछौँ। अनि हामी सबैजनालाई अभिवादन जयमसी नमस्ते। आजको बर्थडे कार्यक्रममा फेरि पनि हामी सबैजनालाई स्वागत भन्न चाहँदछु मेरो व्यक्तिगत तर्फबाट पनि। विशेष गरिकन आज हामी सबैजना विशेष गरिकन आज हामी हाम्रो नानी रुना र रोहीको बर्थडे जन्म उत्सवमा मम्मी बुबाले उहाँ परिवारले हामीलाई निमन्त्रणा दिनुभएर हामी सबैजना आफन्तहरू यहाँ उहाँहरूसँगै खुसी उत्सव मनाउनको निम्ति हामी यहाँ भेला भएका छौँ। र आजको दिन परमेश्वरले हामीलाई यो समय रमाउने समय दिनुभएको छ। हामीलाई थाहा छ आज कति समस्याहरू छ, मानिसहरू हस्पिटलको बेडमा छटपटाइरहेको छ, तर पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ। उहाँले हामीलाई यो मौका, यो अवसर, यो रमाउने, हाँस्ने, उत्सव मनाउने यो समयहरू उहाँले दिनुभएको छ। प्रभुको महिमा भएको होस्, प्रभुको स्तुति भएको होस्। र हामीलाई थाहा छ संसारमा धेरै जातिहरू छन्। हाम्रो नेपालमा पनि 126 विभिन्न जातिहरू रहेका छन् र विभिन्न जातिहरूले विभिन्न तरिकाले आफ्नै तरिकाले बर्थडेको सेलिब्रेट गर्दछन्, बर्थडे सेलिब्रेसन गर्दछन्। तर आज हामी प्रभुले चुनेर छानेका व्यक्तिहरू, आज संसारबाट परमेश्वरले हामीलाई अलग गरेका व्यक्तिहरू, प्रभु यीशु क्रिस्चियन भनेर कहल्याएको व्यक्तिहरू र प्रभुमा नयाँ जन्म पाएका व्यक्तिहरूले चाहिँ यस प्रकारले हामी बर्थडे सेलिब्रेट गर्ने गर्दछौँ कि परमेश्वरले हाम्रो रुना र रोहीलाई आमाको गर्भमा कसरी रचना गर्नुभयो। तपाईँ र हामीलाई सृष्टि गर्नुहुने परमेश्वरले हामीलाई यो संसारमा कति अचम्म र अद्भुत रीतिले महान गरेर यसरी ल्याउनुभयो। अनि उहाँ सृष्टिकर्ता परमेश्वरलाई नै हामी धन्यवाद दिएर हामी यसरी बर्थडे सेलिब्रेट गर्ने गर्दछौँ। जसले हामीलाई बनाउनु भयो। हाम्रो साना साना नानीहरू हुनुहुन्छ, कति सुन्दर आँखाहरू छ, कति सुन्दर छन् होइन। यी सबैलाई बनाउनु हुने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। र आज हाम्रो रुना र रोहीको विशेष गरिकन जन्म उत्सव पनि हामी हाम्रो परमेश्वर जसले हामीलाई अद्भुत र महान गरी बनाउनु भयो उहाँलाई नै धन्यवाद, प्रशंसा र आराधना गर्दै हामी आजको बर्थडे सेलिब्रेट गर्न लागिरहेका छौँ। र हामी यसरी नै हरेक वर्ष नानीहरूको बर्थडे सेलिब्रेट गर्दै आइरहेका छौँ। र आज म हजुरहरूको बिचमा विशेष गरिकन भजन सङ्ग्रहको पुस्तकबाट एउटा खण्ड म पढ्न गइरहेको छु। भजन सङ्ग्रह 139लाई यहाँको बिचमा राख्नेछु। यहाँ परमेश्वरले हामी मानिस जातिलाई कसरी र कस्तो अद्भुत तरिकाले बनाउनु भयो भन्ने बारेमा यहाँ वर्णन गरेको हामी पाउँछौँ। भजन सङ्ग्रह 139को 14लाई मात्रै म पढ्नेछु। यहाँ राजा दाउदले परमेश्वरको प्रशंसा गर्नुहुँदछ किनकि परमेश्वरले मलाई कति अद्भुत रीतिले बनाउनु भयो भन्ने कुरा उहाँले स्मरण गर्दै परमेश्वरको प्रशंसा गर्नु यहाँ देख्दछौँ। यसरी लेखेको छ, म तपाईँको प्रशंसा गर्दछु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब म अदृश्यमा म बढिँदै थिएँ, मेरो रचना तपाईँबाट झुकेको थिएन। हाम्रा आमाको गर्भमा हामीलाई अचम्म र महान गरेर बनाउनु हुने चाहिँ को हुनुहुन्छ? हाम्रो परमेश्वर हुनुहुन्छ। अनि तपाईँहरूले विचार गर्नुभयो भनेदेखि तपाईँ र हाम्रो एउटा यी आँखाहरू छन्, कलेजो छ, पुक्सो छ, किडनीहरू छ, अनि यो छालाहरू छ है,
यी मध्ये पनि एउटाले मात्रै काम गरेन भने पनि हामी के हुन्छौँ, हामी मृत्युमा जान सक्छौँ हैन। अनि डक्टरहरूले पनि यी कुराहरूलाई परिवर्तन गर्न सक्दैन। मेरो अस्ति नै आजभन्दा 2-3 वर्ष अगाडि एक्सिडेन्ट भएको थियो र यो हातको एक सानो टुक्रा चाहिँ चोइटेर गयो है, त्यो पानीको ट्याङ्कीले काटेर गयो। अब यो डक्टर कहाँ मैले चाहिँ ठुलो आशाले गएको थिएँ कि मेरो त्यो हात चाहिँ डक्टर कहाँसम्म पुग्न सक्यो भने सर्लक्कै जस्तै बनाइदिन्छ होला भनेर मैले सोचेको थिएँ। तर डक्टर कहाँ जाँदाखेरि त डक्टरले त के भन्यो भने कि त यति काटेर फाल्नुपर्छ कि त तपाईँको पेटको मासु जोड्नुपर्छ भनेर भन्यो। अब हुन्छ नि त, अब काटेरै फाल्नुभन्दा त पेटको मासु जोड्नु राम्रो हो। यसै कारणले गर्दा मैले मेरो यो औँलालाई उनीहरूले 45 डेजसम्म मेरो पेटमा अपरेसन गरेर टाँसेर राखेँ। अनि फेरि त्यसपछि अब 45 डेज पछाडि चाहिँ 41 दिन पछाडि फेरि अपरेसन गरेर उनीहरूले निकाल्दाखेरि त यत्रो फोका भएर बस्यो। अब यो हात त नचल्ने भएछ 45 दिनसम्म यसरी राखिराख्दा। त्यसपछि मैले आज चाहिँ के महसुस गर्दैछु भने परमेश्वरले हामीलाई कति अद्भुत रीतिले बनाउनु भएको रहेछ भन्ने कुरा मैले महसुस गरेँ। किनभने तपाईँलाई थाहा छ, तपाईँको यो हातको छाला र पेटको छाला चाहिँ मिल्दैन रहेछ। यो पेटको छाला यहाँ जोडेको कारणले गर्दा थोरै तातो पनि धेरै तातो भएर आइहाल्छ हैन। चिसोमा पनि एकदमै कठिन यो कामै नगर्न नसक्ने भइहाल्छ। अनि तपाईँको पैतालाको छाला फेरि अर्कै तरिकाले बनाउनु भएको रहेछ परमेश्वरले। पेटको छाला अर्कै तरिकाले, फेरि यो अनुहारको छाला पनि परमेश्वरले अर्कै बनाउनु भएको छ। यो अनुहारमा तपाईँको माउन्ट एभरेस्टमै गए पनि कहिल्यै जाडो लाग्दैन फेरि है। कति अद्भुत रीतिले परमेश्वरले हामीलाई बनाउनु भएको छ। अनि राजदाउदले भन्नुहुन्छ कि परमप्रभु परमेश्वरको म स्तुति गर्दछु, प्रशंसा गर्दछु, किनभने उहाँले मलाई मेरो आमाको गर्भमा अचम्म तरिकाले बनाउनु भयो। आज तपाईँ र हामी सबैजना सर्लक्कै छौँ। आज तपाईँ र मेरो आँखा छैन भनेदेखि हामीले त्यसको महत्त्व थाहा पाउँदछौँ। आज तपाईँ र मैले कति फेर भएको कति मानिसलाई देखेका छौँ, उनीहरूलाई त्यो बाटोबाट भएर जान कति पीडा भएको छ, जीवन र मृत्युसँग लडिरहेको। ती कुराहरू हामी महसुस होइन गर्छौँ भनेदेखि चाहिँ परमेश्वरले हामीलाई भयानक र अद्भुत रीतिले बनाउनु भएको छ। हामी कुरा स्मरण गर्न सक्दछौँ। त्यसै कारणले गर्दा आज परमेश्वरले हामीलाई यति भयानक र अद्भुत रीतिले महान गरेर हाम्रो सृष्टिकर्ताले हामीलाई सृष्टि गर्नु भएको कारण आज यो पृथ्वीमा उहाँलाई जन्म दिनुभएको दिन हामी उहाँलाई नै जसरी राजा दाउदले परमेश्वरको प्रशंसा र स्तुति गर्नुभयो त्यसरी नै हामी परमेश्वरलाई धन्यवाद दिएर हरेक प्रभुका छोराछोरीहरूले हरेक सृष्टिले हामीलाई बनाउने परमेश्वर हामीले सम्झेर उहाँको लागि धन्यवाद दिएर चाहिँ हामीले बर्थडे सेलिब्रेट गर्यौँ भने चाहिँ त्यो चाहिँ साँचो र सार्थक बर्थडे हुँदछ। र यसो ख्रिस्टले भन्नुहुँदछ, अब हाम्रा नानीहरू जब उहाँको आमाको गर्भमा हुनुहुन्थ्यो मलाई लाग्दथ्यो यो नानीहरू त कसरी जन्मिन्छ होला जस्तो मलाई लाग्दथ्यो, किनभने उसको मम्मीले केही पनि खाँदैन थियो। तर पनि परमेश्वरले सुरक्षा गर्नुभयो अनि यी नानीहरूलाई सही समयमा पृथ्वीमा ल्याउनु भयो अनि यो परिवारलाई खुसी दिनुभयो। हामी खुसी भयौँ, हामी सबै परिवार आफन्तहरू हामीले आज चाहिँ पनि खुसी हुने मौका पाएका छौँ। प्रभु परमेश्वरले हामीलाई दिनुभएको भजन सङ्ग्रह 127 परमेश्वरको वचन लेखेको छ, छोरीहरू चाहिँ परमप्रभुले दिनुभएको इनामहरू हुन्। हाम्रा नानीहरू चाहिँ परमेश्वरले हामीलाई दिनुभएको इनामहरू हुन्। तपाईँ र हामीले इनाम पाएपछि, अब तपाईँ र मैले उपहारहरू पाएपछि, इनामहरू पाएपछि, ठुलो ठुलो राष्ट्रपतिले हामीलाई इनाम दियो भने हामी के गर्छौँ? बाटोभित्र राख्छौँ, राख्दैनौँ नि। प्रायः मानिसहरूले चाहिँ सबैले देख्ने ठाउँ सजाएर राख्दछन्, जति सक्दो उसलाई फ्रेम लगाएर होइन महँगो फ्रेमिङ गरेर राख्दछन्। पानीहरू पर्यो भने फेरि नयाँ फ्रेम लगाएर चेन्ज गर्दछन्। यसरी हामी एउटा त्यो उपहार जो चाहिँ एउटा नष्ट भएर जान्छ एक दिन, जो चाहिँ एउटा नाश भएर जाने चिजलाई हामीले त्यति धेरै महत्त्व दिएर राख्दछौँ भनेदेखि हाम्रो सृष्टिकर्ता स्वर्ग र पृथ्वी सृष्टि हुने परमेश्वरले हाम्रो जिउँदो नानीहरू इनाम दिनुभएको छ भने हामीले उनीहरूलाई झन् कति धेरै गरेर हामीले सिकाउनु पर्ने कुराहरू होइन, आमा बुबाले हुर्काउनु पर्ने कुराहरू हुन्छ। किनभने यो जिम्मेवारी चाहिँ आमा र बुबालाई परमेश्वर दिनुभएको छ। र हाम्रो भाइ बहिनीले हाम्रो नानीहरूको भविष्यको लागि भनेर नै, नानीहरूलाई खुवाउन भनेर नै धेरै धेरै दुःख परिश्रमहरू गरिराख्नु भएको छ। उहाँलाई असल शिक्षा दिनको लागि निम्ति, असल स्कुलमा राख्नको निम्ति, असल बनाउनको निम्ति, असल सब मिठो दिनको निम्ति उहाँले परिश्रम गरिराख्नु भएको छ र आफ्नो कर्तव्य चाहिँ उहाँले पुरा गरिराख्नु भएको छ। सृष्टिकर्ता परमेश्वरले दिनुभएको त्यो इनामलाई जति सक्दो उहाँले सुन्दर बनाउने योजना गरिराख्नु भएको छ। अनि परमेश्वरले त्यो देख्नुभएको छ र त्यो परिवारलाई परमेश्वरले आशिष दिनुहुँदछ। अनि यसो ख्रिस्टलाई एउटा निकोदेमस भन्ने व्यक्तिले सोध्नु हुँदछ,
यो चाहिँ अब पृथ्वीमा हामी जन्मेको कुरा भयो। बाइबलले भन्दछ मानिसले एकपटक जन्मिन्छ तर दुईपटक मर्छ भनेर भन्दछ। तर जन्मिनु पर्ने मान्छे दुईपटक जन्मिँदो रहेछ हैन। एकपटक आमाको गर्भबाट एकपटक चाहिँ आत्माबाट जन्मिने कुरा बाइबलले भन्दछ। यूहन्नाको पुस्तक 3:3 मा येशू ख्रीष्टले निकोदेमसलाई भन्नुहुँदछ कोही मानिस नयाँ गरी जन्मेन भने त्यो चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन भनिकन निकोदेमसलाई भन्नुहुन्छ। निकोदेमस भनेको चाहिँ एकदमै यहुदीहरूमा एकदमै शिक्षित मानिस अनि समाजमा प्रतिष्ठा पाएको मानिस थियो। अनि त्यो समयमा ऊ एउटा समाजले एउटा उच्च ओहदामा भएको कारण प्रतिष्ठित मानिस भएको कारणले गर्दा येशू ख्रीष्ट कहाँ उसले दिउँसो भेट्न आउन सकेन। किनभने मेरो समाजले मलाई के भन्छ होला, मेरो आफन्तले के भन्छ होला, मेरो प्रतिष्ठामा आँच आउँछ भनेर निकोदेमस भन्ने एउटा प्रतिष्ठित मान्छे चाहिँ येशू ख्रीष्टको शिक्षा सुन्नलाई राति कसैले नदेख्ने गरेर लुकेर येशू ख्रीष्टको छेउमा आउँदछ। अनि येशू ख्रीष्टले निकोदेमसलाई भन्नुहुँदछ कोही मानिस नयाँ गरी जन्मेन भने त्यो स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। अनि निकोदेमस छक्कै पर्दछ, म यत्रो बुढो भइसके कसरी म नयाँ गरी फेरि पनि आमाको पेटमा गएर जन्मने र? अनि येशू ख्रीष्टले भन्नुहुँदछ कोही मानिस आत्मामा नयाँ गरी जन्मेन भने चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। अनि आत्मामा नयाँ गरी जन्मिने चाहिँ कसरी जन्मिने त भनेर प्रश्न सोधेको छ। धेरै मानिसहरूले प्रश्न सोध्दछन्। अनि येशू ख्रीष्टले भन्नुहुँदछ यदि तिमीले आफ्नो सारा हृदयले येशू ख्रीष्टलाई मेरो प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्यौ भने तिम्रो उद्धार हुनेछ, तिमीले मुक्ति पाउनेछौ भनिकन येशू ख्रीष्टले भन्नुभयो। अनि आज तपाईँ र मैले आत्मामा नयाँ गरी जन्मिनको निम्ति परमेश्वर येशू ख्रीष्टले सिकाउनु भएको छ कि रोमी 10:9 र 10 मा परमेश्वरको वचनमा लेखेको छ यदि तिमीले येशू ख्रीष्टलाई आफ्नो सारा हृदयले विश्वास गर्यौ र आफ्नो मुखले येशू नै प्रभु हो र उहाँ हाम्रो पापको निम्ति स्वर्गबाट पृथ्वीमा आउनुभयो, हाम्रो पापको निम्ति उहाँ बलिदान गर्नुभयो, हाम्रो पापको निम्ति हामीले मर्नुपर्ने ठाउँमा उहाँ मरेर फेरि पनि त्यसको दिनमा जीवित भएर उठ्नुभयो भन्ने कुरामा विश्वास गर्यो भने तिमीले उद्धार पाउनेछौ भनेर भनेको छ। उद्धार पाउनुको निम्ति आज तपाईँ मैले धेरै परिश्रम गर्नु पर्दैन, तर हाम्रो सारा हृदयले विश्वास गर्ने र हाम्रो मुखले कन्फेस गर्ने येशू नै प्रभु भनेर अनि तिमीले र तिम्रो परिवारले उद्धार पाउनेछ भनेर परमेश्वरको वचनमा लेखेको छ। अनि यो चाहिँ हो नयाँ जन्म, आत्माको नयाँ जन्मको कुरा। तर आज तपाईँ र मैले चाहिँ हाम्रो छोरीहरूको शारीरिक जन्म उत्सव, शारीरिक जन्मदिनको आज हामीले उत्सव मनाइरहेका छौँ र परमेश्वरलाई धन्यवाद भएको छ। अन्तिममा म आशिषको वचन जसरी इजरायलीहरूलाई पुजारीहरूले आशिष कसरी दिनुपर्दछ भनिकन परमेश्वरले मोसालाई सिकाउनु भएको कुरा त्यो आशिषलाई पढ्दै म आजको बर्थडे सेलिब्रेसनको वचनलाई म यतिमै राख्नेछु। यो चाहिँ छ गन्तीको पुस्तक 6 अध्यायबाट म यहाँलाई राख्न गएको छु। परमेश्वरले मोसालाई यसरी इजरायलीहरूलाई आशिष दिने कुरा उहाँले सिकाउनु भएको यहाँ हामी पाउँदछौँ। परमेश्वर स्वयंले यसरी सिकाउनु भएको छ। स्वादिको हामी 24 हेर्दैछौँ। यहाँ चाहिँ पुजारीले दिने आशीर्वाद भनेर लेखेको छ। अनि यहाँ लेखेको छ परमप्रभुले तिमीहरूलाई आशिष देऊन् र तिमीहरूलाई रक्षा गरून्। यो आशिष चाहिँ हाम्रो रुना र रुईलाई है हाम्रो नानीहरूलाई आजको विशेष गरिकन उनीहरूको ट्विन्स बेबी हो। उनीहरू चाहिँ आज कति वर्षमा प्रवेश गरिसकेको छ? 8 पुरा गरेर 9 मा लागेको छ र परमेश्वरले आज फेरि पनि सबै आशिषहरू स्वर्गीय आशिषहरू ख्रीष्ट येशूद्वारा एफएसीको पुस्तकमा लेखेको जस्तै हाम्रा नानीहरूलाई दिनुभएको होस्। र यो गन्तीको पुस्तक 6:24 देखि म यो आशिष पनि उहाँहरूको निम्ति पढिदिनेछु र उहाँको परिवारको निम्ति। परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन्। आमेन। परमप्रभुले नै रक्षा गर्नु भएन भनेदेखि हामी कहिले पनि सुरक्षित हुँदैनौँ। हामीलाई थाहा छ हाम्रो देशको राजा जो चाहिँ धेरै सुरक्षा गार्डहरूको बिचमा रहनु भएको थियो, तरै पनि उहाँहरूको सम्पूर्ण परिवारको विभत्स हत्याबाट हामी देख्दछौँ।
अनि परमेश्वरको वचनमा जब जब हामी पढ्दछौँ, उहाँको वचनमा हामीले यही कुराहरू पाउँदछौँ कि आफ्ना जातिहरूलाई परमेश्वरले बार लगाएर राखिदिनु भएको छ। हाम्रा नानीहरूलाई परमेश्वरले बार लगाएर सुरक्षा साथ राखिदिनु भएको कारणले, आशिष दिनुभएको कारण हाम्रा नानीहरू आज सुरक्षित छन्, हुर्केर बढिरहेका छन्। आज तपाईँलाई हामीलाई थाहा छ, संसारमा धेरै ठुलो भाइरस पेन्डेमिक चले, कोरोना भाइरस पेन्डेमिक छ। यद्यपि परमेश्वरले हामीलाई यसरी सुरक्षा दिइराख्नु भएको छ। त्यसकारण पनि हामी परमेश्वरलाई धन्यवाद दिनु पर्दछ, किनभने वचनमा लेखेको छ परमेश्वरको इच्छा बगैर एउटा पात पनि हल्लिँदैन। एउटा दुईटा उडिरहेको भङ्गेराहरूमध्ये एउटै पनि पृथ्वीमा उहाँको इच्छा बगैर जाँदैन। त्यसै कारणले गर्दा आज हाम्रो जीवनमा जब परमेश्वरको सुरक्षा हुन्छ, हामीलाई कुनै कुराले पनि छुन सक्दैन। जब परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, हामीलाई कसैले श्राप दिन सक्दैन। परमप्रभुले जब हाम्रो पक्षमा हुनुहुन्छ, हाम्रो विरुद्धमा कोही पनि खडा हुन सक्दैन भनिकन उहाँको वचनमा लेखिएको छ। र परमेश्वरले गल्तीको पुस्तक 6:24-25-26 का सबै आशिषहरू, राइटिसीको पुस्तकमा लेखेका यीशु ख्रीष्टको द्वारा सबै स्वर्गीय आशिषहरू हाम्रा नानीहरूमा र जोमीलाई आज यो जन्मदिनको अवसरमा र सदा सर्वदा दिइरहनु भएको छ भनिकन हामी उहाँको जीवनमा आशिष बोल्दछौँ। र भाइ बहिनी नानीको जीवनमा आशिष बोल्दछौँ। र जति पनि हामी यहाँ आफन्तहरू यहाँ आज बोलाइएका छौँ, हामी हरेकको जीवनमा पनि प्रभुले ती आशिषहरू दिनुभएको छ भनिकन हामी यीशु ख्रीष्टको नाउँमा आशिष बोल्दछौँ। आमेन। र यो समय अब हामी परमेश्वरलाई धन्यवाद दिनेछौँ र केही पनि ढिलो नगरी आज हामी बर्थडेको केक काट्नलाई हाम्रा सारा नानी रुनाहरू एकदमै आतुर हुनुहुन्छ। र यो समय